हामी चाहिँ अब म यहाँ महाकुलुङ जाँदैछु, घरबाट निस्किँदैछु। छेस्कामसम्म म बाइकमा जान्छु। त्यस पछाडि मुद्दी मेरा भन्ने हाम्रो योजना छ। त्यहाँ योजना अनुगमन हुँदै मेरो लक्ष्य भनेको मेरा पिकसम्म पुग्ने लक्ष्य छ। अब पछि म जान्छु भन्दा कसँग जाने यस्तो अब के अरे यात्रा कता पो? हाम्रो यात्रा मुद्दी हुँदै फङमादेखि भएर माथि चिकुङ आमकुलाप्चु पास गरेर चिकुङ जाने हैन, लुक्लामा अन्त्य हुनेछ। कोही साथीहरू मेरा पिक चढ्ने पनि हुनुहुन्छ, चढ्ने पनि छन्। के हुन्छ कुनै थाहा छैन हैन। ल लबन है शाबास। स्कुल बिदा छ है नि। छोडिदियो ऊ दामी निस्क्यो, हाम्रोतिर नि छ क्या त्यस्तो। तपाईँले तातो पानी पाउनु भएन यसको मतलब सबै सोध्दै थियो। फेरि किन त्यो हाम्रो नाकीसँग मिल्दैन, त्यही भएर मात्र हो। कुलुङले कसैले गर्छ कि तर गर्छ, तर व्याकरण हुँदैन भनेछ नि त। हाम्रो चाहिँ फेरि यो लाग्छ। एउटा दाइलाई आहा पनि हुने भो हो संख्या सेमसामे कुमारी पनि निप्पु फुल चाहिस न चाहिस ने धुम हजुर मेक्सना छोपमा हाम्रो अब यस्तै छ जिन्दगीको लाइफमा हैन। यो चाहिँ वैखु भन्ने ठाउँ हो। मोडा क्याम्प फायरको लागि तिमी माथि माथि म हेर्छु मेरै जुन तिम्रो म हेर्छु मेरै जुन तिम्रो चिनारे मेरो उठ्दा आकाशले मलाई दिन्छ, अघि बढ्दा धरती मलाई खाल जोखन्छ। भनै छोडेर छोडेर हिउँदो बर्खा लेख बेसी भेडी गोठ चढ्ने रान बन। हिउँदो बर्खा लेख बेसी भेडी गोठ चढ्ने रान बन। कोसित गयो आजभरि मसित छैन मेरो माया।
मान्छे हाँसेको जस्तै महल कुन फल हो तपाईँको यतिले मिठा विवेक सर सन्चै हुनुहुन्छ सनराइज भयो है सनराइज यो मेरो झोला साइडमा ज्याकेट छ स्लिपिङ ब्याग छ यसमा तातो पानी छ यो मग यसमा लगाएर खाने अनि यहाँ केही खानेकुराहरू पनि छ मेरो देश मेरो देश मेरो देश मेरो देश यसलाई यतिको पाइला भन्न चाहिँ मिल्दैन हैन यस्तै ठाडो पनि छ कुमार सर के छ अवस्था एकदम कस्तो छ चौर एकदम राम्रो हैन यस यमक सर यात्रा कस्तो भयो त अहिलेसम्मको एकदमै रमाइलो एकदमै सुन्दर स्वर्ग भन्दा पनि राम्रो प्रकृतिको पनि प्यारो मेरो गर्लफ्रेन्ड भन्दा अझ राम्रो यो मादिङ भ्यालीबाट त्यो बाटो भोलि हजुर सेती पोखरी चाहिँ यता होला हामी खोङमादिङ आइपुगेका छौँ ल श्याम सर एकदमै खुसी हुनुभएको छ तपाईँ धुर्व सर आज एकदमै हँसिलो खुसिलो हुनुहुन्छ हाम्रो कुमार सर त झन् एकदमै इनर्जेटिक एकदमै उहाँको एक्सप्रेसन छुट्टै छ हाम्रो विवेक सर त हाम्रो लोकल गाइड उहाँ एकदमै खुसी हँसिलो रमाइलो उहाँको जवानीमा त झन् कस्तो हुनुहुन्थ्यो होला होइन जवानी हो होइन हाम्रोमा दाइहरू सबै हामी सबै आइपुग्यौँ हेलो हाई नमस्ते के छ हामी मेरला पास निस्किन लागेछौँ तीनजनाको टोली मेरला पास खरपस हामी 5415 मिटरको उचाइमा आइपुगेका छौँ यही डोरीमा झुन्डेर यहाँबाट हामी पास गरेर खारे जानेछौँ यो डोरी हाम्रो अन्तिम स्टेप यही हो यताको यो ग्लेसियर 5415 मिटर हाइट कष्टकर का साथ आइयो मौसम खुलेन मौसम खुलेको भए मेरा पनि देखिन्थ्यो हाम्रो दाइ यहाँ अगाडि नै आएर बिसाइसक्नु भयो लन्च खानुभयो ल ल हाम्रो भलकाजी सर ए ध्रुव सर हजुर धेरै दुःख छ गाह्रो छ नरिसाउनु होला यस्तै छ सरी भन्न चाहन्छु यसपालिलाई यस्तै भयो भलकाजी सर हजुर ठिक छ नि एकदम ठिक छ यो अर्कै संसार यो अन्तरिक्षमा आए जस्तो मलाई चाहिँ लाग्यो यो संसारमा यतिको त ठिक भन्नु पर्यो नि
महाकुलुङ गाउँपालिकाका शिक्षा अधिकारी झमक कटवाल सर डोरीमा झुन्डिएर मेरालाई पास गर्ने क्रममा हुनुहुन्छ। ध्रुव सर मेराला पासमा हुनुहुन्छ तपाईँ। आर्थिक प्रशासन शाखा प्रमुख हाम्रो ध्रुव सर एकदमै पास। हात माथि उठाउनुहोस् हात। एकदमै मौसम गाह्रो छ। खारे भन्ने स्थानमा छु। त्यहाँ हामीले देखिरहेका छौँ मेरा पिक अत्यन्तै सुन्दर छ। अहिलेसम्मको अवस्थामा मेरो स्वास्थ्य अवस्था एकदमै ठिक छ। भोलि अथवा पर्सिसम्म कस्तो के हुन्छ थाहा छैन। एकदमै सुन्दर छ। यो महाकुलुङ गाउँपालिकामा अवस्थित मेरा पिक हो। यहाँ तलबाट कुहिरो बादल आउँदैछ। मौसम दिउँसो केही परिवर्तन हुने, हिमपात हुने 2-3 दिन अगाडिको मौसम त्यो अवस्थामा छ। यता एकदमै 360 डिग्रीमा चाहिँ हिमालहरू देख्न पाइन्छ। यहाँ फ्रोजन लेक देखिन्छ। यसमा बिचमा साना साना पोखरीहरू जमेको देखिन्छ यता तल। त्यस्तै गरी एकदमै राम्रो एकदमै सुन्दर ठाउँ। यी हिमालहरू कुन कुन हिमाल हुन् सबै हिमालको नाम त थाहा भएन, तर पनि एकदमै सुन्दर ठाउँ छ। अवश्य पनि एकचोटि घुम्नुपर्ने ठाउँ, हेर्नुपर्ने ठाउँ लागेको छ। सुन्दर छ। यहाँहरू पनि हेरेर इन्जोय गर्नुहोला। विशेष गरी मैले हाम्रो रमेश सर, श्याम सर, कुमार सर, विवेक सरलाई धेरै मिस गरिरहेको छु। विवेक सर अलि बिरामी हुनुहुन्थ्यो खुङमादिङमा। उहाँको स्वास्थ्य अवस्थाको सुधार हुनेछ। त्यस्तै गरी ध्रुव सरलाई मैले धेरै मिस गरिरहेको छु। बलकाजी सरलाई धेरै मिस गरिरहेको छु। उहाँहरू हिजो नै यो ठाङनाकतर्फ अगाडि बढिसक्नु भएको छ। आज उहाँहरू महाकुलुङ सम्भवतः पुग्नुहुनेछ, नभए पनि भोलि पुग्नुहुनेछ। एकदमै मिस गरेको छु सबैलाई। स्पेसल्ली हरि निमराज कुलुङ सरलाई पनि मैले धेरै धेरै मिस गरिरहेको छु। किनकि उहाँ एकदमै मिलनसार, प्रकृति प्रेमी, प्रकृतिलाई एकदमै माया गर्ने मिलनसार मित्र हुनुहुन्छ। मैले यहाँबाट उहाँलाई धेरै यात्रा गर्ने हामीले लक्ष्य लिएका थियौँ, त्यो सम्भव हुन सकेन। फेरि हामी समय मिलेको खण्डमा कुनै बेला हामी यात्रा सँगै गर्ने जमर्को गर्नेछौँ। अहिलेलाई मैले यति नै भने। हस्त नमस्कार। फेरि दिए पुग्छ पर्दैन नि भोकै भोकै तिमी बट्ट बस्नलाई तिमी रिसले आगो हुँदा कानी बन्छु भोलि नातिलाई यो प्याक लन्च हाम्रो। अब भोकले अलि लागेको छ होइन। एकदमै रमाइलो छ। साथी हो आउँ भन्दा मान्नु भन मेरो साथीहरू। भिडियो पनि देखाउँदिनँ होला तपाईँहरूलाई, पैसा तिर्दा पनि। यस्तो रमाइलो ठाउँमा जाउँ भन्दा मान्नु भन। अलिअलि गाह्रै हुँदो रहेछ। थ्याङ्क यू। आफू हिँड्न नसकेको बेला कुद्छन् यस्तो हाइटमा। हाई क्याम्प
बल्ल बल्ल आइपुग्यो ए ल म खोल्छु यो ऊ नफुकालौँ हो यतिकै उयो गर्ने म अर्को जुत्ता लगाइहाल्छु धन्यवाद लाक्पा दाइ चिया ल्याइदिनु भयो तपाईँ उमेरमा भाइ भए पनि मेरो दाइ हो भाइ भन्नु न होइन दाइ भन्छु तपाईँमा यो क्षेत्रको ज्ञान छ आज हाम्रो बसाइ यहाँ मेरो इक्विपमेन्ट भोलिलाई हाइक्याम्पमा रारा नुडल सुप भेजी विथ गार्लिक यो खाएपछि ल है साथी हो यो चाहिँ मेरा हाई क्याम्पको किचन हो मेरो उहाँ लाको दाई मलाई लिएर आउनुभएको यहाँहरू दाई हुनुहुन्छ हाम्रो दाईहरू ओखलढुङ्गाको हुनुहुँदो रहेछ कर्म शेर्पा है हजुर कर्म शेर्पा दाई एभरेस्ट पनि चढ्नु भएको रहेछ है खुसी लाग्यो कुरा भयो है ल है साथी हो हेर्नुहोस् है मेरा हाई क्याम्प यस्तोमा बस्नुपर्छ 5800 मिटर हाइटमा पर्छ यो हिमाल हो यस्तो छ ग्लेसियर यो शौचालय एकदम व्यवस्थित तरिकाले बनाएको रहेछ यो मेरो हाई क्याम्पमा सुन म भन्छु मेरो कहानी सबै कुरा बिर्सिने रहेछ यहाँ आउँदाखेरि तपाईहरू पनि एकपटक यहाँको यात्रा गर्नुहोला हस्त धन्यवाद नमस्कार हाइक्याम्पमा मेरो अक्सिजन लेभल ओके ए तर ऊ भएन छ नि त मेरो त ल करिब 6150 मिटर हाइटमा आइपुगेका छौँ 2-3 ठाउँ एकदमै गाह्रो भयो अहिले चाहिँ अब एकदम फिल कुल भएको छ आशा छ अब करिब 300 मिटर भन्दा बढी चढ्नु पर्यो है ल सनराइज पनि भयो एकदमै हुन्छ मिस यू थ्याङ्क यू सो मच मेरा पिक मेरो पहिलो पाइला 6476 मिटरको हाइटमा मेरा पिक 6476 मिटर हाइटमा बिहान 7 बजे आइपुग्यो
यो 5 पोखरी यस्तो यो बर्खामा टन्नै हुन्छ यहाँ पानी। यो प्रसिद्ध 5 पोखरी महाकुलुङ गाउँपालिकामा अवस्थित। विशेष गरी नागपञ्चमी जनै पूर्णिमामा मेला लाग्ने गर्छ। 5 पोखरीमै भगवतीले रक्षा गरिदियो, क्षमा गरिदियो। एकदमै राम्रो छ, सुन्दर छ। अब यो समय चाहिँ पानीको बहाव अलिक घटेको रहेछ। यो मुद्दी मेरा खङमादिङ हुँदै मेरा समेट गरेर फर्किने क्रममा यो भिडियो मैले बनाएको छु। 5 पोखरी मातासँग बल माग्छु। आज अन्तिम दिन घर अथवा महाकुलुङ पुग्नु पर्नेछ मैले। आज 11औं दिन करिब आज पनि 4500 मिटरको हाइट क्रस गर्नै पर्छ मैले। यो 5 पोखरी साइड हो। फर्किने क्रममा म एक्लै छु। हिउँ यस्तो परेको छ, बाटो मान्छे हिँडेकाले बाटो चिन्नलाई मलाई समस्या हुने छैन। जिन्दगानी यस्तै हो, तराई पहाड हिमालमा मास्नै पर्छ जिन्दगानी।